यो सरकार यो बाचापत्र हेरेर चल्छ। हाम्रो यही नै हो, किनभने यही भनेर हामीले भोटमा आएको। जनताले हामीलाई भोट दिएको नि यो बाचा गरेको हुनाले, यो लेखेर गरेको बाचा हो जनतासँग। यसभन्दा अगाडि के भयो त्यसको क्रिटिसिजममा मैले समय खेर फाल्नु नै छैन। तपाईँहरू सबैलाई थाहा पाएको कुरा हो, तपाईँहरू सबैले बुझ्नु भएको छ। आज तपाईँले अभिव्यक्त गर्नुभएको कुराहरूमा सल्लाह छ, सुझाव छ। एज अ पोलिटिकल एन्टिटी, एउटा राजनीतिक दलको सभापतिको हैसियतले तपाईँले भन्नुभएका कुराहरूमा मैले विमति राख्नुपर्ने कुनै ठाउँै छैन। अब सहकार्यको मात्र जरुरत हो। तपाईँले भन्नुभएका कुराहरूको वाद प्रतिवाद, त्यसको जवाफ, त्यसको कुनै ठाउँै छैन यहाँनिर, त्यसको कुनै गुन्जाइसै छैन। इकोनोमीलाई ग्रो गर्नको निम्ति तपाईँले गर्नुभएको कुरा हो। एउटा कुरा चाहिँ हामीले के बुझ्नुपर्छ भने, हिजो जुन अवस्थामा राजनीति थियो त्यो अवस्थामा तपाईँहरू बाध्य हुनुभयो। तपाईँहरू मध्ये 2 जनाले पनि मेरो घर देख्नु भएको छैन होला। बाँकीलाई पनि भन्छु, तपाईँले कहिले मेरो घर देख्नु पर्दैन, तपाईँले कहिले मेरो पार्टीको सदस्यता लिनु पर्दैन, तपाईँले मेरो पार्टीको अफिसमा एक पाइलो टेक्नु पर्दैन। चाहिँदै छैन, जरुरतै छैन। पोलिसीले प्रोटेक्ट गर्ने हो, कुनै पनि जरुरत छैन। हिजो तपाईँको बाध्यताले गर्दा तपाईँहरूले गरेका सबै कामहरू गैर कानुनी भएनन् होला, तर गरेका सबै कामहरू कानुनको दायराभित्र परेनन् कि? हामी यही नै छौँ नि। अहिले हामीले अप्ठ्यारो परेको भनेको तपाईँहरूलाई के भने, हामीले गैर कानुनी काम गरेका छैनौँ, तर देशकाल परिस्थिति समय पोलिटिक्सले